यो देख्दा कसैलाई छोडु लागिरहेन चाहियो यतिको सम्मान पाइन्छ भने गरिन्छ के यसो भन्ने मौका दिन्छौँ हामी अनि अर्को कुरा हामी पिकनिक जान्छौँ है अब हामी तत्कालै पिकनिक जान्छौँ तपाईहरुलाई यो टिम सबै हामी यहाँ जति छौँ एक दिन पिकनिक मिलाएर कहिले त्यो मिलाउँछ हामी तपाईँहरूलाई तपाईँलाई निःशुल्क खबर गर्छ खबर निःशुल्क ठिक छ पिकनिकमा पैसा तिर्नु परिहाल्छ नि सबैजनालाई धेरै धेरै धन्यवाद न्युज 24 को करिब मैले 8 वर्ष काम गरेछु यसो हिसाब गरेर राखेर 8 वर्षमा 6 महिना बीचमा छोडेको थिएँ त्यसलाई हिसाब नगर्ने भने नि करिब 7.5 वर्ष चान्छु मैले न्युज 24 टेलिभिजनमा काम गरेँ र न्युज 24 टेलिभिजनको सुरुवाती दिनदेखि कोभिडको समय त्यो बिचमा अझ हामी कति साथीहरू एकदमै आत्मीय भएर काम गर्न पाएको थियौँ नजिकबाट चिन्न पाइयो र काम गरेर त्यो ठाउँबाट बिदा लिनु मात्रै होइन रहेछ त्यहाँभित्र बसेर जुन अपनत्व जुन जे चिज मैले यहाँबाट पाएँ जे चिज सिकेँ जे चिज मैले ग्रहण गर्न पाएँ त्यो मेरो लागि सबैभन्दा ठुलो चिज हो र आज सम्भवतः यहाँबाट म राजीव खत्री भएर कुनै राजनीतिक यात्रामा जाँदैछु या कुनै अभियानमा जाँदैछु भने पनि त्यो पहिचान बनाएको ठाउँ जे हो त्यो न्युज 24 टेलिभिजन हो र यहाँको सम्पादकीय स्वतन्त्रता यहाँबाट पाएको कुराहरू त्यो सबै कुराले गर्दाखेरि मैले आज यहाँबाट अर्को ठाउँमा जाने मौका पाएको छु र टिमवर्क हो सबभन्दा ठुलो कुरो सबै साथीहरूको सहयोगले गर्दाखेरि नै भएको चिज हो र म एउटै चिज मलाई के लाग्ने कुरा हो भने जे चिज मैले राम्रो गरेँ त्यो सबैको सहयोगले गरेँ जे चिज नराम्रो गरेँ त्यो चाहिँ मेरो कारणले गरेँ यति हो र हामी भेटघाट भइहाल्छ सबै कुरा रहिहाल्छ तर जति नै भने पनि यहाँ बसेर सधैँ भेटघाट हुनु र यहाँबाट बाहिर निस्किसकेपछि त्यसमा कमी आइ नै हाल्छ त्यो चाहिँ यथार्थ नै हो तर पनि मनको दूरी भने गइरहनेछ धेरै धेरै धन्यवाद र सबभन्दा खुसी लागेको अर्को चिज हुने के भने न्युज 24 पहिला यसरी विदाई गर्दाखेरि यो किसिमको कार्यक्रम गर्ने भने अलिक कमै हुन्थ्यो कृष्ण सरले यो जिम्मेवारी चाहिँ राम्रो सर धेरै धेरै धन्यवाद एउटा खुसी नै लाग्दो रहेछ अनि फेरि यो राजनीतिमा जाँदै गर्दा चाहिँ फेरि के हुन्छ भने धेरै धेरै आक्षेप पनि लाग्दो रहेछ हिजोसम्म त के हल्ला आइसकेको थियो भने राजीव खत्रीलाई न्युज 24 बाट निकालेको हो भनेर नि हल्ला आइसकेको थियो क्या अनि मलाई त यो त आवश्यकता भइसकेको अनि त्यो पनि हुँदो रहेछ अनि जे होस् एकदम खुसी लागेको छ धेरै धेरै धन्यवाद सबैजनालाई र यहाँ फेरि यसको अर्थ हामीले बिदाई गरेर हामीले अब छुट्यौँ हामी भन्ने होइन बाहिरी वातावरणको लागि पनि हामीले यो कनेक्सन राख्नको लागि पनि हो अनि यो आत्मीयता सबभन्दा ठुलो कुरा हो हाम्रो त्यो कारण पनि हो अनि सुरज सर आगामी दिन सबैजनाको यो फाइटो हो सर एकले अर्काले फाइटिङ गर्दा छ नि है देशको हैन सबैको मेरो परे के हैन
सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। न्युज 24सँग लगभग 4 वर्षको यात्रा रह्यो। अस्ति भर्खरै जस्तो लाग्थ्यो क्या मलाई, त्यो 2-4 दिन मात्रै भएको छ जस्तो हुन्थ्यो। 4 वर्ष बित्न थाल्यो यहाँ। यो 4 वर्षको समयमा मैले लगभग यहाँ सबै साथीहरू बिच एकअर्कामा त्यो फ्रेन्डसिपको इन्भाइरोमेन्ट नै देखेँ। त्यस्तो अरू यताउता भन्ने काम गर्नलाई सहज इन्भाइरोमेन्ट थियो। र अब कहिलेकाहीँ म अलिक यताउता अरू साथीहरूसँग कहिले के पुगेन भनेर भन्दै सहकारी गर्दाखेरि के हाम्रो एडिटर साथीहरूसँग कुराकानी हुन्थ्यो। उहाँहरूलाई देखिनँ अहिले फेरि। उहाँहरूलाई विशेष धन्यवाद। उहाँहरूको विशेष सपोर्ट थियो। मैले भन्न खोजेको हामी डेस्कमा बसेर कार्य सम्पादन गर्दै गर्दा, न्युज सम्पादन गर्दै गर्दा उहाँहरूको भिजुअल सम्पादन मुख्य भूमिका रहन्छ र भिजुअलमा हामीले त्यहाँ पुरै टाइम दिनुपर्ने हुँदैन थियो। उहाँहरूले राम्रो सपोर्ट गर्नुभएको थियो, स्पेसल थ्याङ्क्स। अर्को कुरा भनेको नेतृत्व, अहिले हाम्रो न्युज टिमको नेतृत्व लिइराख्नु भएको छ सुरज सरले, उहाँलाई धेरै धेरै धन्यवाद। उहाँले पनि काम गर्नलाई सहज वातावरण सृजना गरिदिनु भएको थियो। र सबै साथीहरू, अरू सबै साथीहरूसँग म यहाँ सुरुवातदेखि आएदेखि नै अहिलेसम्म कोही पनि त्यस्तो छैन जसले असहयोग गर्यो भन्ने खालको मलाई फिल भयो। यो वातावरणका लागि पनि धेरै धेरै धन्यवाद। र यो अर्गनाइजर सबै साथीहरू सबै मिल्नु भएको छ, धेरै धेरै धन्यवाद उहाँहरूलाई पनि। मेरो आगामी अब यात्रा पूर्णकालीन रूपमा मिडिया सेक्टरमा नभए पनि मेरो आफ्नो कन्ट्रिब्युसन मिडियामा त रहन्छ नै। यद्यपि म अर्को सेक्टरमा पूर्णकालीन रूपमा रहनुपर्ने भएको भएर मैले अहिले औपचारिक रूपमा यो टेलिभिजनबाट बिदा हुन खोजेको मात्रै हो। अन्य कुराहरू पत्रकारिता क्षेत्रका जुन कन्टेन्ट छन्, जति पनि कुराहरू छन् हाम्रा गतिविधिहरू, ती सबै कुरामा प्रत्यक्ष परोक्ष रूपमा मेरो संलग्नता रहन्छ नै। र आगामी दिनमा मबाट हुन सक्ने सहयोग अझै पनि यहाँहरूलाई केही त्यस्तो हुनसक्छ भने म सहयोग गर्न तत्पर छु र यहाँहरूबाट पनि मलाई सहयोग हुनेछ आगामी दिनमा पनि भन्ने अपेक्षा छ मेरो। धन्यवाद। सबैभन्दा पहिले त राजीव सर एउटा पेसा छोडेर समाजसेवातर्फ जाँदै छ। राजनीति भनेको समाजसेवा हो, त्यसलाई धन्दा बनाए मान्छेहरूले त्यो बेरिन्छ। अनि टङ्ककला एउटा पेसाबाट छोडेर अर्को खालको पेसामा जाँदै हुन्छ होइन। दुवैका लागि नयाँ च्यालेन्जहरू, नयाँ प्रकृतिका च्यालेन्जहरू आउँछ। अब जहाँसम्म राजीव सरको कुरा छ, त्यो एउटा राजनीति गर्न सक्ने, त्यो एउटा अठोट र त्यो कन्फिडेन्ट लेभल मैले त्यहाँ पाएको छु राजीव शर्मा होइन। तर कुरा के हुन्छ भने राजनीति अलिकति हामीले भने जस्तो सिधा रेखाबाट चल्दैन, यसको एकदमै उतार चढाव हुन्छ। जेलनेलहरू भन्ने कुरो चाहिँ साधारण कुराहरू बन्छन्। अनि जहाँसम्म अब चुनाव आउँदैछ, हामीले त उम्मेदवार भएर जितेको सम्मको हामीले अहिले नै कल्पना र सपना देख्न थालिसकेका छौँ। त्यो चाहिँ सक्सेस होस् भन्ने हाम्रो मनबाट भित्रबाट कामना छ। तर अब फेरि कस्तो भयो भने परस्पर विरोधी जस्तो किताबमा हामी उभिँदैछौँ। परस्पर विरोधी भनेको कस्तो भने राजीव सर अब जहाँ जाँदै हुनुहुन्छ त्यहाँ हामीहरूले हेरेर वाचडगको रूपमा चाहिँ हामीले उहाँका क्रियाकलापलाई पनि यसरी अलिकति वक्रदृष्टि लगाएर हेर्नुपर्ने ठाउँमा जाँदैछौँ। यो सबैको लागि मन पराउने खालको काम गरेर पोलिटिसियनले पुग्दैन होइन। अब यहाँनिर साधारण अहिले त हाम्रो के थियो भन्दाखेरि भोटाटङ आफ्नो कुरा बोलिदिइसकेपछि हाम्रो कन्टेन्ट बनिहाल्थ्यो। तर त्यहाँ पुगिसकेपछि अब त्यस्तो हुँदैन। काम गर्ने तौर तरिका र सबै कुराहरूमा चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। त्यो हिसाबले चाहिँ दुईजनाको मध्ये एकजनाको राजीव सरको चाहिँ काम बढी च्यालेन्जिङ देख्छु म होइन। यो च्यालेन्जिङ काममा चाहिँ अब अहिलेसम्म नेपालको नेताहरू जस्ता छन्, ती नेताहरू राजीव सरको लेभलका छैनन्, ती साह्रै कामै नलाग्ने छन्। त्यो हिसाबले चाहिँ राजीव सरको स्पेस सुरक्षित छ भन्ने हामी देख्छौँ। तर तिनीहरू यति वर्षदेखि त्यो छिड्की लगाउने, षड्यन्त्र गर्ने, जालजेल गर्नेमा यति पारङ्गत भएका छन् कि ती पिएचडी बराबर छन्। त्यस कारण नयाँ मान्छेको अगाडि चाहिँ पिची पार्लान् कि भन्ने डर चाहिँ एउटा छ होइन। अब जहाँसम्म रह्यो, अब
हामीले पत्रकारिता गर्दाखेरि राजु सरले जे भन्नुभयो ती कुराहरू उहाँको जीवनमा उहाँको राजनीतिमा दोहोरिनु भएन। साँचो राम्रो काम गर्छु भन्दै नराम्राहरूले घेरिसकेको थाहै हुँदैन। नराम्राहरूले घेरेर लगाएर खाडलमा हालिसक्छन्, हालेपछि मात्रै थाहा पाइसके यिनीहरू त सहयोग गर्न आउँछु भनेका थिए, खाडलमा हाल्न पो आएका छन् भन्ने त्यसपछि मात्रै थाहा हुन्छ। त्यो कारणले गर्दाखेरि यस्ता खालका च्यालेन्जहरूलाई राम्रो विश्लेषण गरेर अब एउटा राजनीति गर्ने त्यहाँमाथि राष्ट्रपाले पुस 2 गते पार्टी प्रवेश गराउने भनेर उनीहरूले सार्वजनिक रूपमै फोटो समेत टाँसेर हालिसकेका छन्। त्यो हिसाबले उहाँको राजनीतिक गन्तव्य दिशा लगभग तय छ। यो अवस्थामा के हो भने अब हिजोसम्म हामीले एकहोरो रूपमा आफ्नो ढङ्गले आफ्नो विश्लेषण, आफ्नो विचार, आफ्नो टिप्पणी र आलोचनाहरू हर टेलिभिजनमा भन्दाखेरि सजिलो हुन्थ्यो। तर अब आज त्यो छुट छैन। त्यो छुट किन छैन भन्दाखेरि लोकल कुरादेखि लिएर प्रदेशका, राष्ट्रका र कतिपय अवस्थामा भू राजनीतिका कुराहरू समेत जोडेर चाहिँ त्यो विश्लेषण गर्नु पर्ने, त्यो क्षमता देखाउनु पर्ने ठाउँमा राजु सर पुग्दै हुन्छ। अनि यो काम केही हदसम्म च्यालेन्ज छ। यसलाई जति ठुलो च्यालेन्ज बनायो त्यति ठुलो च्यालेन्ज हुन्छ, तर त्यसको लागि तयारी गर्नुपर्ने हुन्छ। त्यसमा हामीले सकारात्मक काममा हामी सबै नै सहयोग गर्छौँ। तर अब त्यहाँ गइसकेपछि यस्तो सिचुएसन हुन्छ कि कालोलाई सेतो र सेतोलाई कालो भनेर अडान लिनुपर्ने अवस्था पुग्छ। त्यो अवस्थामा फेरि आलोचना गर्नुपर्ने, खबरदारी गर्नुपर्ने हुन्छ होइन। त्यसको लागि अब टक्क कलाको लागि चाहिँ अब बहिनी पनि हुन्, हाम्रो सहकर्मी हुन्। अब उनले चाहिँ नि पत्रकारिता र यो के भन्छ कानुन व्यवसायमा पनि अब यहाँ पनि पक्ष र आफ्नो विपक्षको कुराहरू हुन्छ, जहाँ पनि डेडिकेसनको कुरा हुन्छ। अनि अध्ययन र डेडिकेसन, तर्क, आफ्नो पक्षलाई स्ट्रङ बनाउने मामिलामा जति कुराहरू पढ्दाखेरि उहाँले सिक्नुभयो त्यही कुराहरू हो। त्यसलाई मात्रै अक्षरशः पालना गर्यो भने त्यो पेसा, त्यो आफ्नो व्यवसाय पनि, त्यो आफ्नो पेसा पनि सफल हुन्छ। त्यसमा आफूले राम्रो गर्न सकिन्छ भन्ने लाग्छ। र अब एउटा ढोका बन्द हुनुको मतलब अरू हजारवटा ढोकाहरू खुल्छन्। त्यो हिसाबले गर्दाखेरि यहाँको ढोका पनि अब खासै भन्ने हो भने बन्द नै हुने अवस्था होइन, किनभने फर्किन्छु भन्दाखेरि फर्किने ठाउँ हुन्छ। त्यो हिसाबले बन्द, यहाँ पनि बन्द छैन, अरू पनि खुला छन्। र अब जहाँ जाँदै हुनुहुन्छ तपाईँहरूको उत्तरोत्तर प्रगति र आफ्नो काममा, मिसनमा तपाईँहरू सफल होस्। हाम्रो सम्पूर्ण न्युज 24 को तर्फबाट, सबै साथीहरूको तर्फबाट, मेरो तर्फबाट हार्दिक शुभकामना। अब मेरो पनि लगभग यहाँ 4 वर्ष भयो र 4 वर्षको दौरानमा दुवैजनासँग मिलेर काम गरेको मौका पाएँ होइन। र जुन हिसाबले मैले राजीवजीलाई जाने, जुन हिसाबले मैले टङ्कजीलाई जाने, आगामी दिनमा उहाँहरूले चुज गर्नुभएको, उहाँहरूले अब लिनुभएको बाटोमा पनि त्यही हिसाबले त्यस्तै रङबाट चाहिँ उहाँहरू अगाडि बढ्नुहुन्छ भनेर आशा अपेक्षा छ। राजीवजीमाथि पनि एउटा किसिमको चाहिँ ठुलो जिम्मेवारी अबको दिनमा छ। एक त राष्ट्रपा, त्यसमाथि राजीव खत्री हिजोसम्म चाहिँ अब मिडियामा एकदमै तर्क गरेर एमालेलाई भित्तामा पुर्याएर, कङ्ग्रेसलाई भित्तामा पुर्याएर अनेक तर्कहरू आए होइन उहाँकै लागि पनि। र उहाँले गर्नु पनि भयो धेरै हदसम्म चाहिँ एउटा मुलुकलाई सही ट्र्याक दिनको लागि। अब त्यो ट्र्याक, त्यो कमान तपाईँको हातमा आइपुगेको छ। र मलाई जहाँसम्म मेरो विश्वास छ राजीवजी साँच्चै नै केही न केही चाहिँ राजीवजीले चाहिँ त्यो ठाउँमा गएर गर्नुहुन्छ, जित्नुहुन्छ, गर्नुहुन्छ, मन्त्री बन्नु होला, भोलि प्रधानमन्त्री बन्नु होला। हाम्रो तर्फबाट शुभकामना छ। हामीलाई नबिर्सनुहोस्, किनभने हामीले धेरै मान्छे देखेका छौँ होइन। हिजोसम्म एउटा धरातलमा गएर चाहिँ त्यसपछि छलाङ लिइसकेपछि अर्को धरातलमा जाँदाखेरि मान्छे परिवर्तन हुने होइन। त्यही त हुन्छ नि राष्ट्रियताको लागि पनि होइन। हिजो चाहिँ सामान्य पब्लिकको लागि चाहिँ मैले राजनीति गरेको भन्ने एउटा ठाउँमा गइसकेपछि त्यो मान्छे बिर्सिने, त्यस्तो काम नगरिदिनुहोस् भन्ने हाम्रो अपेक्षा रहन्छ। टङ्क म्याम, कालोलाई कालै भन्नुहोस्, सेतोलाई सेतै भन्नुहोस्। कालो र सेतो मिसाउँदाखेरि फेरि कालै भन्छ होइन। त्यही कारणले गर्दाखेरि जुन साथी जानुहुन्छ यो वकिलहरूले त मुद्दा खेलेर चाहिँ मान्छेलाई घर नघाटको बनाइदिन्छ। वकिलले चाहिँ आफ्नो बङ्गला पऱ्याउँछ, त्यो सुन्नु नपरोस्। तपाईँहरू दुवैजनालाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। मेरो तर्फबाट धेरै धेरै शुभकामना। चुनौती छ, त्यो चुनौतीलाई आत्मसात गर्दै हिम्मतका साथ सही बुद्धिमत्ता प्रयोग गरेर अगाडि बढ्ने शुभकामना चाहन्छु। टङ्कजीलाई पनि शुभकामना
मेरो सालाजी अब सबै कुराहरू त आइसके साथीहरूबाट है मैले धेरै भन्नुपर्छ त केही पनि छैन। अब राजेशसँग त मेरो एकदमै पुरानो अब किताब पनि हामी जाने अर्को टिभीमा पनि 4 वर्ष 5 वर्ष जति हामी सँगै गर्छौँ होला। यहाँ आएर पनि 6-7 वर्ष उहाँ म 5 वर्ष जति भयो यहाँको भनेपछि 12-14 वर्ष जस्तो हाम्रो पुरानो चिन्जान पनि भयो। अब हामी एकदम नजिक पनि थियौँ। यस्तो भने मलाई चाहिँ अब भाइ जस्तो लाग्थ्यो कि उहाँ उमेरले त अलिकति 1 महिना उहाँ त जेठो हुँदो रहेछ। धेरै कुराहरू म यसरी नै उहाँले त्यो आफूले सहकारी गर्ने कुरामा गर्थेँ। अब जसरी उहाँले त्यो फेसबुकमा लेख्नु भएको छ नि नेचर सिग्नेचर के कति चेन्ज हुँदैन भन्नुभएको छ नि। अब जुन भूमिकामा जहाँ उहाँ जाँदै हुन्छ त्यो चाहिँ त्यही यथावत होस् भन्ने चाहिँ म एउटा त्यो विस गर्छु होइन। अनि अब आगामी दिनहरूमा अब हामीले जहिले पनि प्रतिपक्षको भाषा बोल्यौँ नि हामी यहाँ बस्दाखेरि जहिले पनि यो भएन त्यो भएन ऊ भएन यसको यो क्वालिटी भएन यो क्षमता छैन यो गर्न सकेन भनेर हामीले सधैँ गाली गऱ्यौँ। र कहीँ न कहीँ अब भन्छ नि अब एकदमै असक्षमहरूबाट शासित हुनु पनि एकदमै खराब हो भन्छ नि। त्यो कुरामा अब राजुजीहरू जस्तो मान्छेहरू त्यहाँ जाँदाखेरि चाहिँ कहीँ न कहीँ यी कुराहरू चाहिँ रिप्लेस भएर सक्षम मान्छेहरू पनि आउँदैछन् भन्ने त्यो बाटोहरू खोज्छ कि भन्ने पनि मलाई आशा लाग्छ। जो जहिले पनि राम्रो होस् भन्ने खालको हामी किनभने यत्रो वर्ष यो अब धेरै मिडियामा काम गरेँ 20 वर्षभन्दा पनि हुँदा पनि कुनै पनि राजनीतिक दाग नलागेको कतै पनि झुकाव नराखिकन न्युट्रल बसेको मान्छेहरू म आफूलाई मान्छु। त्यस्तो हुँदाखेरि के हुन्छ भने हामीले जहिले पनि राम्रो होस् मात्रै भन्ने हो क्या। जो आयो भने एउटा सिस्टममा जाओस् राम्रो होस्। मलाई भन्छ नि 90-95% संसारको मान्छेहरूलाई कसले आफूलाई शासन गर्दैछ भन्ने पनि मतलब हुँदैन अरे। कुन चाहिँ सिद्धान्तले चाहिँ मलाई शासन गर्दैछ भन्ने पनि मतलब हुँदैन अरे। उसले आफूले गर्न खोजेको कुरा चाहिँ स्वतन्त्रतापूर्वक गर्न पायो भने चाहिँ त्यो ठुलो अर्थ राख्छ अरे। त्यही भएर धेरै विकसित देशहरूमा आफै राष्ट्र प्रमुख पनि चिन्दैनन् भन्छन्। तर हामी चाहिँ अब त्योभन्दा अलिक कन्जर्भेटिभ छौँ। हामी चाहिँ यति धेरै राजनीतिबाट यति धेरै त्यो भद्रगोल अवस्था पुर्याएको छ कि हामी एउटा साधारण वडाध्यक्षको पनि राष्ट्रिय इस्यु गर्नेदेखि लिएर त्यसरी हामी त्यही भएर एउटा ब्लकेट छौँ नि हामी हरेक कुरामा। यी कुराहरू चाहिँ राजनीतिहरू जस्ता मान्छेहरू चाहिँ त्यहाँ आइसकेपछि चाहिँ सिरियस यो कुराहरू उहाँहरूले जे गर्नुपर्ने हो त्यहाँ त्यो काम उहाँहरू गर्नुहोस्। हाम्रो जे कर्तव्य हो जे गरे हामी त्यो गर्ने खालको चाहिँ वातावरण बनोस्। र यस्तै व्यक्तिहरू गइसकेपछि बिस्तारै त्यो लाग्छ त्यो चेन्ज हुन त टाइम लाग्छ वर्षौँ लाग्छ। तर उहाँहरू जस्तो मान्छे जति सक्दो धेरै आइसकेपछि चाहिँ त्यो कुराहरू चेन्ज हुन्छ। र कुनै दिन हामीले साँच्चीकै राम्रो समृद्ध भन्छ। अब त्यो अगाडि नआइकन पनि भनिसके कति 30औं वर्ष चाहिँ भद्रगोल गरिसकेर यो देश त अझै बनाउन सकिँदो रहेछ भन्ने खालका कुराहरू चाहिँ अब हटोस् होइन। यसको चाहिँ अब टङ्कलाजीसँग पनि 4 वर्ष सहकार्य गऱ्यो। सधैँ राम्रै भयो। कहिलेकाहीँ व्यावसायिक रूपमा केही यताउता भन्ने चाहिँ जुनसुकै सङ्घ संस्थामा आउँछ। तर त्यो बाहेक चाहिँ अब मैले एउटा कोअर्डिनेटरको रूपमा गर्नुपर्ने सायद गरेँ। कति न्याय गरिनँ थाहा। तर दुईजना चाहिँ अब उहाँहरू जसरी यहाँबाट चाहिँ हामीलाई छोडिदिनु हुन्छ हाम्रो चाहिँ एउटा ठुलो दरिलो पिलर चाहिँ आउट भएको चाहिँ मैले एउटा कोअर्डिनेटरको रूपमा चाहिँ त्यो सोचेको छु। र उहाँले अब जुन एउटा प्रोफेसनमा जान्छु भन्नुहुन्छ त्यो पनि एकदमै आवश्यक छ। आज यो होल ढुङ्गा लक्रा ढुङ्गा गर्ने भन्दा जस्तो उहाँहरूले जुन चाहिँ प्रोफेसन मा जाँदै हुन्छ त्यो कुरामा हरेक नागरिक सचेत भइदिन्थ्यो भने चाहिँ हामीले लाग्छ यस्ता धेरै कुराहरू गर्नै पर्दैन कि। एउटा हुन्छ नि एउटा कानुन समातेको भरमा हामीसँग कानुनहरूको चाहिँ बुझेर चाहिँ त्यसलाई त्यो अधिकार दिन खोज्ने हो भने चाहिँ धेरै कुरा यी अहिले राज्यमा रहेका व्यतिथिहरू चाहिँ धेरै अन्त्य हुन्छ होला। यही कुरामा उहाँले चाहिँ अब जस्तै अहिले अब वकालत गर्दै हुनुहुन्छ पछि सम्भवतः न्याय छिर्नु होला न्यायाधीश बन्नु होला हुँदै हुँदै कता न्यायाधीशै पनि बनेको हामीले चाहिँ सुन्न पाउँ। हामीसँग कुनै समय सहकारी गरेको मान्छे भन्ने मेरो भनाइ यही सक्छ। म खाजा लगाइदिन्छु कि अध्यक्षजीबाट ठिक एउटा म्यासेजको भरमा अथवा एउटा सन्देशको भरमा तपाईँले आइदिनु भयो। मैले खास चाहिँ अब हाम्रो सहकर्मी डक्टर म्याम अनि हाम्रो राजीव सरको एउटा विदायी कार्यक्रमको लागि भनेर हामीले यो आयोजना गऱ्यौँ। अब हामीसँग यति सहकार्यमा रह्यौँ हामी उहाँहरू चाहिँ हाम्रो एउटा छातीको एउटा कुराको भागै हुनुहुन्थ्यो। त्यति हामी निकट रहेर काम गऱ्यौँ। यो एउटा रमाइलो पल थियो हाम्रो एउटा पत्रकारिता हाम्रो यो सञ्चार गृहभित्र मित्रता पेसाभन्दा माथि र मित्र भएर पनि हामी काम गऱ्यौँ। र जुन हिसाबले तपाईँहरू अब आफ्नो भविष्य हाम्रो
एउटा योजना बुनेर तपाईँहरू एउटा गन्तव्यमा जाँदै हुनुहुन्छ तपाईँहरूको आफ्नो भावी भविष्यको लागि जे अपेक्षा र योजना बनाएर तपाईँहरू जाँदै हुनुहुन्छ तपाईँहरूलाई शुभकामना। अनि हाम्रो यो अफिसको तर्फबाट हामी स्टाफको तर्फबाट हाम्रो औपचारिक एउटा बिदाईको कार्यक्रम छ, तपाईँहरूले यो ग्रहण गरिदिनु होला। र यो हामी सञ्चालकीयभन्दा बाहेकमा पनि हामी तपाईँहरू जहाँ जहाँ छौँ, हामी जुन क्षेत्रमा छौँ यो कार्यक्रममा हामी अझै मजबुत भएर अझै बढ्ने अपेक्षा गर्छौँ। तपाईँहरू बाहिर रहेर पनि हाम्रो बन्डिङ छँदैछ भन्ने एउटा रहिरहोस् भन्ने अपेक्षा छ। तपाईँ फेरि पछि मन्त्री भएर अथवा के भएर होइन, हाम्रो कलेजमा उठाउने हामीलाई कालो कोट छ हाम्रो मुद्दा कहिलेकाहीँ पऱ्यो हिसाबले के भन्ने विदाईमा के हुन्छ पत्रकार राजीव खत्री र टेक्स म्याम टङ्करमा टिमल्सहरूको आज विदाई कार्यक्रम भएको छ। न्युज 24 को न्युज रुमबाट आज विदाई हुँदैछ। ताली बजाउनु रेडी